हामीले सजङ्ग्रिय हामी चाहिँ अब जाँदैछौँ नन्द भाउजू मिलेर अब यो चाहिँ स्पेसली चाहिँ 10 वर्षपछिको भिडियो 10 वर्षपछिको लागि चाहिँ मैले चाहिँ 10 वर्षपछि हामी यस्तो यङ थियौँ त्यही त यस्तो हुन्छ नि हेर्दैनौँ होइन अनि यो बोलेको बोलीहरू अनि यो ठाउँ यो समय होइन यो जागर हुन्छ नि मान्छे साथीहरू अब हामी आउन आँटेको छ हाम्रो ट्रेन अब हामीले चाहिँ खुपेङ कुदिरहेछौँ अब चढ्न लागेको छौँ अब यहाँदेखि चढेपछि कति 1.5 घन्टामा पुग्छौँ होला लगभग एकपटक चेन्ज गर्नुपर्छ एकपटक अर्को चेन्ज गर्नुपर्छ अरे है त ओरिजिनल हामी यति चाहिँ छौँ नि त तर मेरो भिडियोमा त कस्तो खालको आएको होइन The express train number 4, Changyonghi, is now approaching. दाजुहरू आइपुग्नु भयो है उहाँहरू अब हामीलाई उहाँहरूले नै पुऱ्याउने गर्छ हो हामी चाहिँ यहाँ भाउजू र म चाहिँ झन् सिट पाउँछ भनेर झन् अगाडि हतार बसेको कि तर सिट चाहिँ फुल रहेछ अनि सबै मान्छेहरू चाहिँ उभिरहनु भएको छ झर्दैन यहाँ उभिने चढ्ने मान्छेहरू के झर्ला र अब हामी चाहिँ अब उभिएर कहाँसम्म पुग्छौँ थाहा छैन अब अहिले सिट पाइयो अनि अब केची मात्र हो हामी चाहिँ बिचा सुयन्यामा पुगिसकेको छौँ तपाईँहरूलाई जानकारी मैले दिन छोड्दिनँ अहिले हामी सुयन स्टेसनमा जानकारी दिने मान्छेले ढिलो गरेको थाहा छैन आज 1 बजे पुगेर कहीँ छैन बस्नु पर्दैन कुर्नु पर्दैन खुम्जङमा अब हामी चाहिँ फेरि अर्को स्टेसन अर्को ट्रेन कुरिरहेछ फेरि उभिन्दा खुट्टै गलिसक्यो मान्छेहरूले बल्ल बल्ल अघि न सिट पाएको थियौँ फेरि हामी अब 1-2 स्टेसनपछि झरेर अर्को ट्रेन चेन्ज गर्नु पऱ्यो फेरि हालत अहिले त्यही छ भाउजू चाहिँ यहाँ बसिरहनु भएको छ खुट्टा दुख्यो भनेर यहाँ तल अनि अब कतिखेर चाहिँ पुग्ने होला त मान्छेहरू यति प्याक छ कि सिटको कुरा नगरौँ उभिने ठाउँ पनि उभिने सिट पनि नभएर मान्छे यस्तै छ 10 घन्टा काम गरेको पनि धेरै थाकिसक्यो त्यसपछि अनि चाहिँ बसेको अब कसले के भन्छ भन्नेतिर लाग्नु हुँदैन आफूलाई कसरी चाहिँ अब कम्फर्टेबल हुन्छ त्यहीतिर लाग्नुपर्छ अनि हामी चाहिँ बसिरहेको म त पुरै हो यो बिचको नदी हो तास्ती घुम्नु गएको जस्तो लाग्छ ठ्याक्कै यताको हेरेर यतैचोटि कुरा गर्दै जाँदैछु मेरो भिडियो त माथि आएको छ 안전하게 지키겠습니다. 국방부는 삼각지역 1번 출구로 나가시기 바랍니다. 열차를 이용하실 고객께서는 이번 역에서 내리시기 바랍니다. 이 역은 다른 곳과 전동 जेठीले चाहिँ कार्ड निकाल्दै हुनुहुन्छ यहाँको स्ट्यान्डर्डै रहेछ यहाँ यतातिर त देख्दैछु म निकै चेन्ज भएको देख्छु
देख्दैछु निकै चेन्ज राजधानी त्यतै बन्या हो हामी चाहिँ यहाँ पुगिसक्यौँ अब जाँदैछौँ हाम्रो यात्रा कन्टिन्यू नै छ अब भने चाहिँ म तपाईँहरूलाई कता कता जान्छु म हाम्रो यात्रा कता कता मोडिन्छ त्यो सबै नै देखाउँछु है त अब हामी चाहिँ अन्डरग्राउन्डको घुम्न निस्किसक्यौँ अब यस्तो रहेछ यो डोङडेमुन हामी चाहिँ अब भाउजू र म चाहिँ ट्याक्सी अब खोज्नु पर्यो होइन ऊ पर रहेछ नि जेठी ट्याक्सी खोज्दैछु हामी चाहिँ ट्याक्सी चढिसक्यौँ फाइनली जेठी म बाजेलाई सिकाउँदैछु भेट्दैन भने यता उता 안쪽에 들어가야 돼요. 기사님 안 더워요? 네? 안 더워요? 안 더웠냐고? 네. 에어컨 틀어달라고? 벌써 틀어? 에어컨도 필요 없어요. 예? 히터만 끄면 돼요. हामी चाहिँ पुग्न आँट्यौँ अनि अब आजको यात्रा यस्तै भयो अनि अब फर्किँदाखेरिको छोटो छोटो भिडियोहरू पनि म कन्टिन्यू गर्छु अनि आजको दिनहरू चाहिँ एकदमै 2025 अहिले 10 के 11 हो जेठी 11को 6 आजको डेट यो पनि अब के भन्छ एकदमै के भन्छ बुझ्नु आवश्यक छ किनभने त्यतिखेर त्यो टाइम 10 वर्षपछि सायद त्यतिखेर त अर्कै बहिनी छ होला बच्चा बच्चीहरूले पनि हेर्ने दिन आउँछ होला त्यही नै हो अब जति भिडियो बनाउनु छ अहिले नै अब किनभने फर्किँदाखेरि त अब चार्ज पनि त्यति धेरै रहँदैन म पनि निकै टाढै पुग्नु छ अनि अब मोबाइल चार्ज गर्नु भ्याउँदैन टाइम छैन त्यही नै हो साथीहरू म त्यहाँदेखि ठ्याक्कै इन्ट्री भएपछि र त्यहाँदेखि निस्किएपछिको भिडियो हेर्नुहुन्छ होला त्यसपछि पुगिसक्यौँ है हुन्छ इन्ट्री ल है त सुनिरहेको त माना सिनेमै जान्छ इन्ट्री बाहिर चाहिँ नहुने कमेडी में तो नहीं सुनकोशी वडा नम्बर तपाईँको लागि हामी चाहिँ अब निस्किसक्यौँ है अब यहाँदेखि अब हाम्रो चाहिँ काम सकियो फाइनली अब हामी यहाँदेखि कसरी जाँदैछौँ भन्ने कुरा चाहिँ ममता केयर छैन ममता माया छैन नन्द भाउजू यस्तो हुनुपर्छ गाइज सबै नन्द भाउजू यस्तो हुँदैनन् भाग्यमा लेखेकोले मात्रै 10 वर्षभित्र त नन्द भाउजू नहुनु अनि 10 वर्षपछिको हाम्रो यो बोली
हेर्दिनँ यो भिडियो भन्दै मैले स्किप पो गर्दै गरेको होइन आजको त मेरो क्यामेरा बनेको छ कि हेर्नु न यतिको आयो भने त भइगयो नि त आमा अब चाहिँ हामी चाहिँ अब यो अफिसदेखि निस्किसकेको छौँ अनि अब हामी चाहिँ यहाँ ट्याक्सी पाएन अनि अब थोरै कहाँसम्म चाहिँ हिँड्दै जान्छौँ त्यसपछि ट्रेन नै चढेर जानुपर्ने हुन्छ अनि आज चाहिँ अहिले चाहिँ लगभग हामी चाहिँ हिँडेको चाहिँ 4-5 घन्टा भइसक्यो अनि अब हामी यहाँदेखि डाइरेक्ट ट्रेन चढेपछि फेरि अब डाइरेक्ट उता सोङथानसम्म भाउजूसँग त्यसपछि म चाहिँ उता छनानसम्म अनि विशेष गरेर मेरो यही भिडियो मार्फतै यहीँ हुनुहुन्छ मेरी भाउजू उहाँलाई चाहिँ एकदमै मनैदेखि धन्यवाद थ्याङ्क यू सो मच जेठी अनि त्यसपछि तपाईँले मलाई आफ्नो टाइम निकालेर यहाँसम्म पुर्याइदिनु भयो अनि त्यसपछि अब एकदमै नन्दको धेरै सेवा गर्नुहुन्छ भाउजू हामीलाई पनि मौका मिलोस् भाउजूको सेवा गर्न यस्तै अनि अब टाइम लामो छ जिन्दगी लामो छ टाइम कसो नमिल्ला त्यही नै हो भाउजू चाहिँ बिजी हुनुहुन्छ मोबाइलमा बिजी त होइन ट्याक्सी त गयो ट्याक्सी गयो खाली त होइन होला नि यताको यसो म तपाईँलाई भिडियो चाहिँ यता माथिदेखि आयौँ राजदूतावास सागवान अनि एम्बेसी अनि यतातिर होइन त्यसपछि यतातिर यसैले यो 10 वर्षपछिको भिडियो स्पेसल त्यतिखेर बच्चाबच्चीहरू पनि होला ल हेर यहाँ आइज हेर 10 वर्ष अगाडि तेरो आमा यहाँ चिन भन्दै देखाउनुपर्छ अनि तिमीहरूको दिनी त्यो बेलामा हामी यसरी हिँड्थ्यौँ भन्ने दिन त पक्कै पनि आउँछ होला अब किनभने 10 वर्ष पछाडि अब नेपालमा भइन्छ नि त त्यो भएको भएर यो टाइम चाहिँ एकदमै मेमोरी हुन्छ होइन यो दिनहरू चाहिँ एकदमै स्पेसल हुन्छ अनि अब सधैँ यहाँ आइराख्ने टाइम पनि हुँदैन होइन अनि त्यसपछि अब सधैँ पासपोर्टहरू बनाइराख्ने टाइम पनि हुँदैन खोजेको तिमी नै यो मेरो बेहुली भनेपछि आमा बाउलाई बच्चाहरूबाट कति धेरै आश हुँदो रहेछ त मैले यो चाहिँ अहिले अफसोस बोलेको है भनेपछि पक्कै पनि हुँदो रहेछ है बच्चा बच्चीहरूसँग आश होइन त्यसै अहिले हाम्रो हुन्छु हाम्रो नानी कत्रो भएको छ भने वर्ष छ अब 10 वर्षपछि 12 वर्षकोले त लग्दैन होला भान्जा पनि 14 मात्र पुग्छ अनि के थाहा ट्यालेन्ट भयो भने त लग्छ अनि भाग्यमा लट्री पऱ्यो भने त अनि कुदाउँछ त मामु ट्यालेन्ट मेरो भयो यहाँ त देश विदेश लग्छ नि अनि गीत गाउन भाग्यमा कस्तो लेखिएको छ सिरी लेखाएको छ कि छैन क्रस हो